मिलाइदियो सर्ट पाए त्यो सबै यो चाहिँ मेरो मेरो बाउको बारी सबजना सन्चै हुन्छ ल होइन म चाहिँ बिरामी छु रुगा लगाएर औडा भइरहेँ होइन भोइस पनि कस्तो आइरहेछ भान्जा स्वागत छ तिमीलाई ब्लगमा के भन्न चाहन्छौ ब्लगमा आज हामी कहाँ जाँदैछौँ बारीमा यसो होइन अब टक्क चलिरहेको नि त नि सर यसो हेर्न गइदिउँ भनेर के कस्तो छ भनेर धेरै भयो नगएको त्यही हो आजको दिन चाहिँ बवाल भइरहेछ हेर्दा चाहिँ पानी पर्ला जस्तो देखिरहेको चितवनमा है तर पानीको चाहिँ एक थप पनि आएन बवाल पऱ्यो तिनीहरू थप कहाँ पऱ्यो यहाँ पऱ्यो पुसे भर्खरी यहाँनिर चाहिँ यसो बवाल भइरह यसो जानु पऱ्यो अब बारीतिर हेरौँ के कस्तो छ हालत होइन यहाँ चाहिँ घर पनि जा गाउँको आन्टीहरूको त्यही हो एउटा सानो फुच्चिया होइन भान्जालाई मिलाइदिन्छु भने म सर्ट पाएँ लाएर हेर्छ भएर आइरहन त्यही हो है नत्र आउनै मानेको थिएन भने आउनलाई बारीमा जाऊँ भान्जा यसो हेर्नुहुन्छ भनेको नमानेर एउटा खुचिया मिलाइदिन्छु भने त्योहरू आयो क्या सुन्यो भने जाँदैन फेरि खुसी बारीमा आइसक्यो यता हाम्रो पहिला यहाँ चाहिँ खासै केही पनि थिएन अहिले चाहिँ घर बनेछ होइन नयाँ नयाँ मान्छेहरू नयाँ नयाँ सब परिवर्तन भइसक्यो म चाहिँ खासै आउँदैन नि त अनि बाहिर हिँड्छु त्यही हो त म चाहिँ बाहिर आइसक्यो बारी होइन अब यो चाहिँ हाम्रो बाहिर बारी हो यो आधा चाहिँ मकै हुर्किँदै छन् आधा चाहिँ यो पाके होइन अब त के अरे के भन्ने भान्जा भयो त यो चाहिँ धेरै ग्याप भयो भने त बोल्नै आउँदैन कि के हामी जाने भान्जा अनि तपाईँहरूतिर जाडो गर्मी कतिको भइरहेछ अब पानी पर्ला 3 दिन त लगातार पानी पर्छ भने त एउटा कुरा त के भन्थ्यो भने न्युजमा त के हो त्यो अब पृथ्वी नै ध्वस्त हुने रे भन्ने खबर सुनेको थिएँ मैले त त्यही भएर घर जग्गा सब बेचेर बस्नु पर्ला जस्तो लागिरहेको मलाई चाहिँ कस्तो दामी देखेँ है हरियाली अब चितवनमा त दामी छ जता हेरेर पनि बाबाले हो कि सो यो घरमा चाहिँ पहिला एउटा दिदी बस्नुहुन्थ्यो त्यो चाहिँ घर बेचेर उता जानुभएको थियो त्यही हो बवाल छ ठाउँ चाहिँ सर्र हावाको होइन त्यसरी बस्न चाहिँ रमाइलो हुने कि अनि यो जतिजनाले भिडियो हेर्नु भएको छ होइन अब केटा हुन्छ भने त अब के भनेर हेरिदिनु भएको धन्यवाद दिन चाहन्छु केटी हुन्छ भने अब 18-19 वर्षको हुन्छ भने चाहिँ भान्जा सिङ्गल छ है भान्जा सिङ्गल छ मामा पनि सिङ्गल हो तर मामा चाहिँ त्यस्तो खासै लपन छप्पन जान्दैन मामा चाहिँ अब अलिक सोझ गए चाहिँ होइन हामी चाहिँ यसो हेरिदिउँ ततिर मकैहरू हेरौँ सुगा लाखेन हेर्न आएको खै त यो के भन्छ अरे पानी पऱ्यो त यार घर जानु पर्ने भयो यस्तो पाराले पानी पऱ्यो यहाँ पानी हेत्तेरिको अझै कस्तो पानी परेको है यो चाहिँ यहाँबाट तपाईँहरूले आँखाले हुन्छ नि अब देखाए त्यो सबै यो चाहिँ मेरो बाउको बारी हो है मेरो होइन बाबाले हो पानी परेर कस्तो भएको है म चाहिँ अब हुन्छ नि त नि अहिले त छोडिसकेको पढ्नलाई पहिला अब बच्चैदेखि 8 कक्षासम्म चाहिँ छ यहाँ त्यही हो यसमा पढेको पहिला म पढ्दा फेरि त केही पनि थिएन त्यो ठुल्ठुलो बिल्डिङ पनि थिएन यो सानो बिल्डिङ चाहिँ थियो जस्तो लाग्छ होइन यो चाहिँ थियो होला सायद आज चाहिँ स्कुलमा अस्ति रिजल्ट रहेछ
कति 10 कति 20 जनामा 20 जना 18 जना जब 7 जना पास भएछ बिचरा भाइ बहिनीहरू अलि नराम्रो लाग्यो होइन सँगै भन्दा नि अब यहीँ आफै पढेको स्कुलमा पढेको त्यो नराम्रो चाहिँ लाग्यो मलाई त्यो राम्रोसँग पढ भिडियो हेरेको छ भने चाहिँ राम्रोसँग पढ आरोचोटि पास भइहाल्छ नि त्यही नै हो अरू के भने पानी परेको भन्छ जाम घर हेर भिजायो मोबाइल भिज्यो अबदेखि चाहिँ मेरो चाहिँ के अरे डेली भ्लग आउँछ होइन भिडियो आउँछ सबैले हेरेर अब माया गरिदिनु होला कस्तो खालको अब भिडियो आइदियोस् जस्तो लाग्यो तपाईँहरूलाई त्यही अनुसार भनिदिनु होला होइन म त्यस्तै बनाउँछु अलिकति यसो अलिकति भन्दा नि अब यसो बनाउन हेर्न अब भइहाल्छ नि राम्रो लाग्छ भने चाहिँ कमेन्ट गरिदिनु होला है त भान्जा के भन्नु तिमीलाई हाम्रो डेली भ्लगको बारेमा के भन्नु छ के भन्नु छ भन्दै भन न भन्नु के यस्तो तुमसे ना हो पाएगा अब के सपोर्टको लागि के भन्दै नि एउटा रोक रोक ल भन हजुरहरूलाई जस्तो भिडियो चाहियो त्यस्तै भिडियो कमेन्ट गरिदिनु होला त्यस्तै भिडियो बनाउँछ मामाले र भन्नुहुन्छ मामा चाहिँ अहिले हिरो पारामा के भन्छ अरे बिहारी डन दादा पारामा हिँड्नु आएन अब त्यो एउटा गीत गाइदिएर जाम त त्यो घरमा बसेर अभी मजा आएगा ना यस्तो त्यो गीत त्यो कस्तो दामी एउटा गीत आयो ट्याक्कै हामी चाहिँ भएन यो घरलाई म्याच गर्ने रहेछ क्या भाइ हामी चाहिँ अब यहाँ पहिलाको दिदी बस्ने घरमा आइसकेको छौँ र तर यो घरमा पहिला दिदी बस्नुहुन्थ्यो दिदी चाहिँ अलि त्यो क्यान्सर रोग लागेर चाहिँ बित्नु भएको थियो होइन त्यही भन्न चाहन्थ्यो म चाहिँ मैले थाहा भएको कुरा होइन अहिले चाहिँ घर बन्दै छ कोही पनि छैन एउटा गीत गाउँछ त मलाई सानो सानो घर तर सुन्दैन होला है त्यसमा 0.5 नगर वनमा सानो सानो घर छ मेरो रुद्रपुरको गाउँमा गोरे बाबु भन्दै मलाई बोलाउँछन् त्यो ठाउँमा नामले पाएको कामले पाएको सेट्टी दाइको छोरो तिमी थाहा न अलिअलि नलाउ माया नखाउ कसम मनै मेरो साइली हे साइली मसँगै जान्छु र मैले छोको खान्छु र थ्याङ्क यू गाइस सो अब चाहिँ पानी परिसक्यो यसरी सब भिजिसक्यो अनुहार नि होइन फेस पनि मेरो भिजिसक्यो है अब घाम लाग्ला जस्तो हामी 2-4 दिन चाहिँ कपडा धुनु गाह्रो हुन्छ सब फोहोर भइरहेको छ कपडा अस्ति त घुम्न गएको थियो नि त बाहिरतिर सो त्यही भएर अब चाहिँ हामी घर जान्छौँ आजको लागि भ्लग यति नै डेली भ्लग आउँछ मेरो चाहिँ ल